हेलो साथीहरु सबैको भिडियो हेरेर भ्युनु भयो नि। अब मेरो पाली है। अब घरमा टिका लगाएर हामी निस्किसकेका छौं ठुलाबाको घर जानको लागि र हामी यहाँ पुगिसकेका छौं र हामी पुग्ने बेलामा सबैजना एकैचोटी परेका खानापाडाका किलिङका सबै जताततैका एकैचोटी पुग्यौं र सबैलाई यहाँ नमस्ते गर्न थाल्यौं। नमस्ते गरेर सबैसँग भेटघाट गरेर हामी भित्र जाँदाखेरि ठुला बुवाले साइला बाला मेरो बुवालाई सबै दादाहरूलाई सबैलाई लगाइदिँदै हुनुहुँदो रहेछ। हामी छोराछोरी पार्टीहरूले घरमा टिका लगाएर हामी सिधा जान्छौं ठुलाबाको हातको टिका लगाउनको लागि। हाम्रो सबसे ठुलो बुवा भनेको उहाँ नै हुनुहुन्छ। अनि यहाँ मेरी छोरीको पनि पहिलो यो दशैं थियो र कति प्यारी देखेकी थिए। अनि हामी दादा बाबुसँग पनि टिका लगाउन थाल्यौं र मेरो भाइ खानदानको सबसे सानो भाइ अनि यहाँ मैले पनि टिका लगाएर यहाँ यस्तो यो टाइममा यस्तो हतार भएको थियो गाइस, यस्तो हतार कि बस्ने पनि ठाउँ थिएन कि पुरा खडा सबैजनालाई टिका लगाइदिइराख्नु भएको थियो। अनि यहाँ दिदी भिनाजुलाई हेर्नु न यस्तो हतार थियो कि दिदी भिनाजुले यहाँ कति माया पनि अब यसमा माया पनि लिन सकिन्छ। कति मायाले दुईजनाले एकसाथ लगाइदिनु भयो र यताबाट एउटा हात छुट्यो अर्को हात आइहाल्यो। भाग्यमानी त रहेछु है म पनि। अनि यहाँ फेरि बुवाहरूले दिदीहरूलाई यहाँ टिका लगाइदिनु भयो। अनि यहाँ दुर्गाले मलाई जिस्काइरहेको थिइन् कि तैँले हाम्रो रेकर्ड गरेकी छैनस्, तेरो मैले रिपोर्ट मारिदिन्छु ब्लग मारिदिन्छु भन्दै जिस्काइरहेको थिइन्। तर रोक म तिम्रो पुरा भिडियो गर्छु भन्दै मैले पुरा फुल लगाइदिएको मैले भिडियो गरेको कि यहाँ मम्मीले योगितालाई लगाइदिनु गरे खडा मैले भने बिचरा बस्न त दिनुहुन्थ्यो यसलाई भनेको होइन मलाई हतार भयो भन्नुभयो। अनि त्यसको पछि आयो यहाँ मिठाई सिठाई खानेकुरा आयो। अनि गाइस हजुरहरूले दशैं कसरी मनाउनु भयो मेरो सर्ट भिडियो त हेर्नुभयो होला। अनि यहाँ आयो हाम्रो पैसा लिने टाइम। अनि यो भनेको सबसे ह्याप्पिएस्ट मोमेन्ट हो। यहाँ साइलाबाले एक गड्डी लिएर निकाल्नु भयो अनि दिनुभयो 100 रुपियाँ। अनि हामीले पनि त्यो लियौँ। हामी पैसा पाएपछि कसले छोड्छ। अनि गाइस अनि मेरो लङ भिडियो हजुरहरूले हेर्नुभयो कि नै गाइस, सरी सर्ट भिडियो। त सर्ट भिडियो कम्प्लिट भयो र मैले अब लङ भिडियोमा आएँ। त हजुरहरूले सोच्दै हुनुहुन्छ यति ढिलो यसले किन अपलोड गर्दैछ। अस्ति नै दशैं थियो त म वाक्क परिसकेँ त सबैको हेरेर फोटो देखेर म आत्तिसकेँ थिएँ। वाक्क पनि होइन म आत्ते थिएँ। त्यही आत्तिको भएर नि मैले सोचेको थिएँ म यस्तो भएकी छु त अरूलाई पनि त्यस्तै भएको छ होला त म थोरै अलि ढिलो गरेर हाल्छु त अलि मान्छेलाई हेर्न पनि अलि राम्रो लागोस्। त अब कस्तो लाग्छ कमेन्टमा भन्नु होला। अनि यहाँ हामीले दादासिनबाट फर्स्ट टाइम टिका लगाउँदै थियौँ। मलाई आजसम्म दादा लगाइदिनु भएको थिएन र हामीले आज दाइ भाउजूको हातबाट हामीले फर्स्ट टाइम लगाउँदै थियौँ र अनि हामीलाई फाइदा पनि भयो दादासिनबाट लगाएको। सबसे धेरै दक्षिणा पनि पायौँ है। म त फाइदैमा पर्छु है यो चिरन दादासिनबाट त। अनि हामी टिका लगाएर हामी गयौँ खाना खानको लागि। दिदीको टिका थिएन त दिदीहरू यहाँ यत्तिकै आउनुभएको थियो बस्न रमाइलो गर्नलाई। अनि म खाना खाएर यहाँ भित्र आउँदाखेरि यहाँ पुरा गफ चलिरहेको थियो। दाजुभाइ दिदीबहिनी भेट हुने र गफ नहुने यो त हुनै सक्दैन। त्यसैमाथि आचार्य खानदान हा यति फेक्नमा त एक नम्बर होइन, बहुत राम्रा छन्। मार्छन् मलाई मेरो खानदानले तैँले फेकु पनि भनेर। अनि यहाँ फेरि आयौँ हामी यहाँ साइला बाको हातको टिका लगाउनको लागि किनकि मलाई घर जान अलि ढिलो भएको थियो। मलाई मामा घर पनि जान थियो त्यही भएर मैले सबैको घर जान भ्युन मलाई यहीँ लगाइदिनु भनेर भने। त्यसको पछि त देख्छु कि साइला बाले र काकाले दुर्गाहरूलाई पनि टिको लगाइदिँदै हुनुहुन्छ त। अनि पछि म पनि सक भएँ। अनि फेरि यहाँ साइला जयातन देवी चामुण्डे जय भूता दिगारणी जय सर्वगतदेवी कल्याण नमस्ते मन वस्तु विजातुर वर्धे नम रूपन जय 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 दुर्गा दाइन हो। लक्ष्मीले बास गरे एकदम फल्नाकी बुहारी फल्नाकी छिमेकी नाम राखेको कान्छी अझै नाम राखे रोगवेद केही नलागु सम्मान बरु धन पैसाको कमी कहिल्यै नहोस् है। घर मिलाएर राखिछौ यस्तै घरमा मिलामिलाप बहुत राखे। हाम्रो खानदानमा टपमा आइछौ अझै टपमा छौ। कोही बाधा कष्ट सुखै नपर्नु हाम्रो एकदम हामीलाई तिमीलाई सबै हाम्रो आफन्तको आशीर्वाद पितृको आशीर्वाद भगवान्को आशीर्वाद सबै लागोस् त यो सन्त। मेरा भाइलाई बाधा कष्ट दुःख केहीमा नपरोस्। एकदम थपथप्ती धन पैसाले बास गरोस्। इष्टमित्रले बास गरून्। शत्रुभरि नाश हुन्। दुःख कष्ट केहीमा मन दुःख नपरोस्। जे सोचो त्यसमा लक्ष्मीले बास गरून्। व्यापारमा जेमा हात हाल्यो त्यसमा फलिफाप होस्। शान्ति मिलोस्। रोगवेद केही नलागोस्। ल परमेश्वरी भगवान् यसरी
अनि यहाँ फेरि आयो, फेरि खानालाई आयो किनकि कति छुटिराखेका थिए। फेरि यहाँ हामीले साईले बाबाहरूको हातको त पहिले लगायौँ, फेरि आमाहरूको हातको छुटेको थियो त आमाहरूको हातको लगाएर म निस्केँ मामा घर जानको लागि। यस्तो पानी लड्दै र पढ्दै आएका हामी त यो दिन भन्न पर्ने थियो, यस्तो लड्दै र पढ्दै गएको मामा घर। अनि मैले मामा घर पनि मैले फर्स्ट टाइम टिका लगाएको, मैले लगाएकै थिइनँ आजसम्म त फर्स्ट टाइम टिका लगाएँ, त्यही पनि लड्दै र पढ्दै गएर त बहुत रमाइलो लाग्यो। यहाँ हुनुहुन्छ मम्मीको सानीमा, मतलब मेरो हजुरआमालाई हेर्दै हुनुहुन्छ कति यङ हुनुहुन्छ मेरो हजुरआमा। अनि यहाँ मलाई यहाँ खुट्टा सुट्टा ढोग्नु भयो। अनि यहाँ फेरि सानीमाहरूको पाली आयो, सबैले टिका लगाउनु भयो। अनि यहाँ मामाहरूलाई पनि लगाइदिँदै हुनुहुन्छ। यहाँ मैले हजुरआमा हुनुहुन्छ, यहाँ मैले हजुरआमाको हातबाट पनि पहिलोचोटि नै लगाइराखेको थिएँ। मामा घरको साइडबाट मैले फर्स्ट टाइमै लगाउँदैछु। र गाइस आज मैले पूर्णिमाको दिन मैले यो भोइस ओभर गर्दैछु किनकि मैले अब सोचेँ कि अब दसैँ त खत्तम, ट्याक्क पूर्णिमा हो, सबै दसैँ खत्तम त म भिडियो गरेर रेकर्ड गरेर म नेक्स्ट दिन अपलोड गर्छु भनेर। अनि यो राति भइसक्यो, राति मतलब साँझ भइसकेको थियो। अनि हामी त्यहाँबाट निस्कियौँ र अर्को यहाँ मम्मीको माइला बाबाको घरमा आयौँ। अनि यहाँ मलाई सानीमाले यहाँ आएर टिका पनि लगाइदिनु भयो अनि खुट्टा सुट्टा ढोग्नु भयो। अनि म आइपुगेँ मेरो माइला बाबाको घरमा आयौँ। म आउँदाखेरि सबै आइसक्नु थियो, यस्तो हिलो थियो यहाँ आउँदाखेरि त, यस्तो रोइ आएको के रोइ। अनि यहाँ आमाले आमा बुवाको हातबाट टिका लगाएर हामी निस्कियौँ। अनि तपाईँहरूले हेर्नै सक्नुहुन्छ मेरो जुत्ताको हालत के छ। गाइस आजको लागि यति नै, अब अर्को ब्लगमा भेटौँ ल, बाइ।